कसलाई चाहिँ यस्तो क्रिएटिभ मेकअप गर्न मन लाग्छ अनि यो क्लिन गर्ने बेलामा चाहिँ एकदम गाह्रो हुन्छ क्या। अनि फेस वासले मुख धुँदाखेरि पनि जाँदैन होइन। अनि कहिलेकाहीँ चाहिँ वाइप्स पनि सकिएको बेलामा पर्छ, थाहा नै हुँदैन कि मेरो चाहिँ सेम त्यस्तै परेको थियो। अनि मैले चाहिँ मेकअप गरिसकेपछि चाहिँ मलाई थाहा भयो मेरो मसँग वाइप्स नै छैन पुस्ने। अनि मैले अर्को टिस्युले चाहिँ पानी राख्दै गरेको, तर पनि यस्तो जाँदै गएन कि यो मेकअप चाहिँ। फेस वासले चाहिँ म मुख धोएर आउँछु अनि कस्तो हुन्छ हेर त यो जान्छ कि जाँदैन, एकदम गाह्रो लाग्छ क्या मलाई यो चाहिँ। 10 चोटि फेस वासले धुँदाखेरि पनि गएन कि यो यस्तो बसिरहेछ कि यो मेकअप। अनि अब लास्ट ट्राई गर्छु। भिडियो स्क्रोल गरेर हेर्न मात्रै रमाइलो लाग्छ क्या। यो बनाउन त ठिकै लाग्छ, तर मलाई यो मेट्नको लागि चाहिँ एकदम गाह्रो लाग्छ। अनि फेरि आज चाहिँ मेरो चाहिँ वाइप्स सकिएको थियो कि मलाई थाहा नै नदिकन मैले भट्टाभट यो मेकअप गरेँ। लास्टमा जाँदै गएन यो मेकअप मेरो। भोलि अब म यत्तिकै सुत्ने होला। अब लास्ट एकचोटि जोन्सन बेबीको ओइल ट्राई गर्छु। कतिचोटि धुँदा पनि गएन क्या यो मेकअप त। यस्तो दागै बसिरहेछ। अनि वाइप्स पनि सकिएको रहेछ, मैले चाहिँ यादै गरिनँ। अनि भट्टाभट मेकअप गर्न थालेँ। अहिले लास्टमा त छैन। धन्न यसले जान्छ कि यो जोन्सन बेबीको ओइलले। 12 बजिसक्यो, कति बज्यो 1 बज्न लागिसक्यो। 1 बजे सक्यो आजको मेकअप चाहिँ। त यो पिङ्क कलर चाहिँ अझ जाँदैन कि। थ्याङ्क यू सो मच, बाई बाई, गुड नाइट सबैजनालाई।